लो है त यिनीहरू के गर्दैछन् भनेर जान्नको लागि यो भिडियो हेरौँ है त। मेरो केरा खानु तपाईँको केरा तपाईँ आफै खानुहुन्छ। अनि एउटा केरा दुईजनाले कसरी खान्छ? पालो आधी गरेर खानु होइन होला के हो अनि मान्छे मर्दैन? मर्दैन कहाँ मर्ने अरे केरा दिन्छु त म आफू नमर्ने गरी दिने हो नि। यस्तो गर्ने नि त नभए केराको बोक्रा उसले खान्छ, केरा म खान्छु। अनि त्यो केराबाट के अरे गुदी चाहिँ तिमी खाने बोक्रा चाहिँ उ खाने होइन यस्तो के केराको बोक्रा चाहिँ उसले खान्छ अनि भित्रको म खान्छु अनि अर्को गुदी चाहिँ तपाईँ खानु क्या। केराको तिनवटा चारवटा त हुँदै हुँदैन नि, एउटा केरामा त एउटै हुन्छ त हो। भाग लाउँदै रहेछ। तपाईँहरू डेटिङ आएको बोयफ्रेन्डै पाएन है। बहिनी पाएन बोलाइदिनु त त्यो चाहिँ होइन। पहिलो कुरा तपाईँ केरा खाने नखाने भन्नु त। खाने हो क्या। केरा खाने हो केरा खाने हो 4 वर्ष भइसक्यो केरा नखाएको। खेला होला है तपाईँको त। केलाइसक्यो। तपाईँको त डेली हुन्छ कि सधैँ खानु? तपाईँ त खाए यस्तो छ त केरा खाएर यस्तो जानु भयो कि हो? कचोटि खान्छ दिनमा? सोच्दैछु जस्तै तपाईँ बिहानचोटि खानुहुन्छ कि राति खानुहुन्छ कि दिउँसो खानुहुन्छ, कतिखेर खानु बेलुका खानुहुन्छ कि? केरा खानु नि दिउँसो र होइन उहाँलाई भनेको के खाइँदैन नि त हो जर जर ए पाएपछि खाने हो। आफ्नो पर्सनल केराहरू चाहिँ ल्याउनु हुन्न तपाईँले। अनि तपाईँले म एउटा कन्फ्युज के एउटा कुरा सोध्नु लाग्यो यो हेर्नु त यसलाई के भन्छ? रोटी यसलाई के भन्छ भन्नु? सेम भैँसीको रोटी के अरे पुच्छर जस्तै रहेछ। होइन होला के भन्छ भन्नु न? रोटी भन्दैछु त। रोटी हो यसलाई। मैले बुझ्ने भाषा चाहिँ यसलाई दुनोट भन्छ कि दुनोट होइन त? मैले त दुनट भनेर चिन्दैन। तपाईँले खानुभएको चाहिँ छैन? छैन। खानु भएन? तपाईँले खानु भयो? बिहान कहिले काहीँ चियासँग खाइन्छ यो खाजा खाने कुरा हो नि त, खानु भएन? अनि सुन्नु न यो दुनोटमा चाहिँ यस्तो यो पुवाल चाहिँ कसले बनायो यसरी? तेरो बाउले। के बोले? तपाईँ आफैले बनाउनु नखाने। होला है। तपाईँ खाने हो? त्यस्तै लाग्छ। यहाँ हेर्नु त यस्तो हेर्नु न उता के देखिन्छ?